गर्ल्स मध्येबाट कसैले आफ्नो ओपिनियन दिनुपर्छ ल। त्योभन्दा पहिले म हाम्रो रिलायन्स स्क्वायरको भाइलाई म यहाँ चाहिँ मैले अगाडि पाइसकेको छु। अब उहाँको ओपिनियन हामी लिन्छौँ। कृपया भाइ बहिनीहरू, हामी धेरै समय तपाईँहरूको लिइरहेका छैनौँ। तपाईँहरू ध्यान दिनुहोस्, यो तपाईँहरूकै निमित्त हो। आज तपाईँले दिएको एकछिनको समय, एकछिनको ध्यान भनेको तपाईँकै जीवन उपयोगी, तपाईँकै जीवनलाई सहजीकरण गर्नका लागि, तपाईँकै सिकाइलाई उपलब्धिमूलक बनाउनका लागि गरिएको। त्यसकारण म अब अघिल्लो आफ्नो शब्दका लागि मैले भाइलाई वेलकम गरेँ। धन्यवाद सर। नमस्कार सबैजनालाई। म जेनिस गौतम, कक्षा 7 को छात्र, रिलायन्स स्क्वायर स्कुलबाट। आज डाक्टर योगेशले सिकाउनु भएको वैदिक म्याथको बारेमा भन्न गइरहेको छु। वैदिक म्याथ भनेको वेदबाट, हाम्रो सांस्कृतिक र धार्मिक वेदबाट बनिएको एउटा तरिकाले म्याथलाई सजिलो बनाउने तरिका हो। र डाक्टर योगेशले हामीलाई यस बीच अब ठुल्ठुलो नम्बरहरूलाई कसरी छिटो क्याल्कुलेट गर्ने, अरू बेला हामीलाई धेरै टाइम लाग्थ्यो, तर आज डाक्टर योगेशले सिकाएपछि हामीले अहिले 40 डिजिटको नम्बरलाई पनि सजिलै मल्टिप्लाई गर्न सकिरहेछौँ। त्यसको लागि म डाक्टर योगेशलाई धेरै धन्यवाद दिन चाहन्छु। र उहाँले पढाएको मलाई एकदमै चित्त बुझेको छ। उहाँले नबुझेको एकदमै राम्रोसँग र क्वेसनहरू घुमाइ फिराइ बुझोस् भनेर राम्रोसँग सोध्नु भएको छ। र मैले उहाँलाई अब युट्युब, फेसबुक नत्र भए व्हाट्सएपबाट पनि उहाँले सिकाएको अझै सिक्न चाहन्छु र सिक्ने पनि छु। धन्यवाद। थ्याङ्क यू भेरी मच। उहाँले आज आफूले सिकेको कुरा बताउनु भएको छ। अबको म्याथको यात्रा सहज हुनेछ। यो सिकाइलाई उपलब्धिको रूपमा तपाईँले परिणत गर्नुहुनेछ। र सँगसँगै डाक्टर योगेशसँग युट्युब, फेसबुक र व्हाट्सएपका माध्यमबाट तपाईँहरूको कनेक्सन रहनेछ, जसले तपाईँको सिकाइलाई हरेक दिन पुनर्ताजगी प्रदान गर्न सक्छ। हरेक समय तपाईँ डाक्टर योगेशसँग भएको अनुभूत गर्न सक्नुहुन्छ, हैन? Dr. Saab, I have to ask one thing. All the students want to connect day to day in the WhatsApp number. Is it possible? Yes, I'll give the WhatsApp number. But yeah, I can give you the WhatsApp number. But you should inquire or give your questions or wait for the answers during 10 AM to 5 PM. Right? So before that one, I have classes. Otherwise, you can check with YouTube channel. So many videos are given on these concepts, and it will be descriptive. More if you want the questions, I'll give you one more link. You can check with the examples as well as assignments. One thing I'll tell you. See, maths is magical, and without maths you cannot do anything in life. Can you do? No, sir. Can you do anything? No, sir. I'll give you an example. You get up in the morning. How do you get up? Alarm clock? Yes or no? My mom told me. So, alarm clock, again mathematics. You travel, use Google, or you use maths, or you use speedometer. That is all mathematics. So each and everything you do in your life, that is related to mathematics. And when we started the session, I asked you one question. Do you want to run away? What was fear? Forget everything and run away. Or face everything and rise up. So maths, when we cannot avoid maths, so we need to face that. And with the passion, with the gesture that we are able to get everything. Any doubts in today's topic if you have? Okay. I'll give my WhatsApp number or YouTube
every minute detail you can get. To see if some online session can be arranged for your doubt session also. Okay. Thank you so much. Give him a round of applause.